वा टेम्पोमा उभिएर यात्रा गर्यो भने त्यसलाई तत्काल कारबाही गरौँ ठाउँको ठाउँ। तपाईको माइक्रो बस अथवा टेम्पो उभिन मिल्ने गरी बनाइएको सवारी साधन होइन, कृपया त्यो उभिनको लागि हो। तपाईले याद गर्नुहोस् त, तपाई 1 घण्टा त्यो माइक्रो बसमा हिँड्नुस् त तपाईको कम्मर पनि कुप्रो हुन्छ। ल उभिएर यात्रा गरौँ हामी, अहिले गरे सुरु गरेर हेरौँ, किन भन्दा उभिनको लागि स्पेसै छैन त कसरी उभिनुहुन्छ तपाई? त्यो पार्टमा पनि हामीले हेर्नुपर्ने छ। अनि यात्रुको संख्याको कुरा मैले जोड्न खोजेँ। त्यसपछि गएर तपाईको पब्लिक ट्रान्सपोर्टको हाइजिनको कुरा पनि छ, त्यसभित्र पोल्युसन पर्ला। अनि त्यसपछि गएर फिटनेसको कुराहरू होला, भेहिकल फिटनेसको कुरा, अनि एक्सिडेन्ट र रेस्पोन्सको मेकानिजमको विषय पनि सँगै आउँछ। सेक्युरिटी सबभन्दा ठुलो कुरा अझै, ढुक्कले रातभरि काठमाडौँमा बस चलाउन अहिले हामीले रात्रि बस भनेका छौँ। चल्छ कति बजीसम्म? साँझ बस 11 बजीसम्म हो सर, 11 बजीसम्म। मैले बुझे अनुसार चाहिँ 11 बजेलाई रात्रि बस भनिँदैन। त्यो साँझकालीन अलि लेट इभिनिङ भन्नुहुन्छ तपाईँले त्यसलाई, त्यो रात्रि बसै होइन। हामीले झुटो बोलिरहेको छौँ, रात्रि बस चलायौँ भन्यौँ, होइन त्यो। म एज अ लेम्यान मैले बुझ्दाखेरि रात्रि